नमस्कार यहाँहरु सम्पूर्णलाई स्वागत छ मकालु खबरमा। म हुँ तपाईहरुको प्रस्तुता तेन्जिङ डोल्मा तामाङ। आज हामीसँग हुनुहुन्छ मेल स्ट्रीट डान्सर निर्मल खड्का, जसले स्ट्रीटबाट आफ्नो जर्नी सुरु गर्नु भएर सोशल मिडियामा आफ्नो एउटा छुट्टै पहिचान बनाइराख्नु भएको छ। डान्स उहाँको लागि एउटा मुभमेन्ट मात्र हैन, यो उहाँको एउटा स्ट्रगल हो, एउटा ड्रिम हो। सीमित स्रोत, समाजको सोच र काउन्टलेस च्यालेन्जहरूलाई फेस गर्दै उहाँले आफ्नो प्यासनलाई नै एउटा प्रोफेसन बनाउने काममा चाहिँ लागिराख्नु भएको छ। आज हामी उहाँसँग उहाँको ड्रिम, उहाँको डान्स जर्नीको स्ट्रगल अनि विभिन्न प्रब्लमहरू अनि उहाँको फ्युचर प्लानहरूको बारेमा चाहिँ ओपन कन्भर्सेसन गर्नेछौँ। सो लेट्स वेलकम हिम निर्मल खड्का। हुन्छ, स्वागत छ निर्मलजी यहाँलाई मकालु खबरमा। नमस्ते। हजुर, यहाँ चाहिँ एउटा स्ट्रिट डान्सर बनेर आफ्नो पहिचान बनाइराख्नु भएको छ हैन। सो त्यसबाट चाहिँ सोशल वर्क पनि गरिराख्नु भएको छ। यहाँको डान्स जर्नी चाहिँ कसरी सुरु गर्नुभयो अनि कहिलेदेखि चाहिँ डान्स गर्न थाल्नु भएको? मेरो चाहिँ डान्स जर्नी चाहिँ अब मैले 12को एक्जाम दिइरहेको थिएँ त्यो टाइममा चाहिँ। अब मेरो 12को एक्जाम आउन पनि 3-4 महिना बाँकी थियो। त्यो टाइममा चाहिँ मैले डान्स सिकेको हो। त्यही हाम्रो धनगढी त्यहाँ नजिकै छ, त्यहाँ चाहिँ एकाडेमीमा गएर मैले 4-5 महिना त्यहाँ डान्स सिकेँ। देन अब त्यसपछि चाहिँ मैले 12को एक्जाम क्लियर गरिसकेपछि अब डान्समा चाहिँ अब रियालिटी सोहरूमा ट्राई गर्छु भनेर त्यहाँदेखि म इन्डिया गएँ। सो अब भने जस्तो नहुँदो रहेछ, सोचे जस्तो नहुँदो रहेछ, त्यहाँ गएर काम गर्नु पऱ्यो। सो काममा लागिसकेपछि चाहिँ अब 12 घन्टा ड्युटी, त्यो ओटी गर्दाखेरि 14-15 घन्टा। त्यो टाइमले चाहिँ अब डान्स गर्न पाउँथेन त्यो टाइममा चाहिँ। अनि त्यसपछि फेरि अब त्यसरी काम गर्दाखेरि चाहिँ मैले 2-2.5 साल काम गरेँ। त्यसपछि चाहिँ अनि मैले अब यो तरिकाले चाहिँ हुँदैन, मैले डान्स गर्छु भनेर आएको, अब यो तरिकाले हुँदैन, अब चाहिँ म स्ट्रिटमा चाहिँ डान्स गर्छु। अलिकति त्यहाँदेखि मानिसहरूले मलाई चिनोस् फर्स्ट अफ अल, अनि अलिकति केही आफूलाई इन्कम होस् ट्राभलको लागि, नास्ताहरूको लागि भनेर चाहिँ मैले त्यसरी स्टार्ट गरेको स्ट्रिटमा चाहिँ। अनि यहाँको घर चाहिँ धनगढी भन्नुभयो? हजुर, मेरो घर चाहिँ सुदूरपश्चिम मतलब धनगढीदेखि नजिकै छ, अत्तरे आउने ठाउँमा। हजुर, यहाँले चाहिँ अब इन्डियामा एउटा सोच लिएर गएको, अर्कै भयो भन्नुभएको छ नि त। सो कस्तो सोच लिएर जानुभएको थियो अनि कस्तो पाउनुभयो? म चाहिँ अब भनौँ न, मलाई चाहिँ अहिले एकदम राम्रो लागिरहेछ। मैले अब कम्पिटिसनमा जान्छु, रियालिटी सोमा गएर अब आफ्नो घर परिवार फ्यामिली मतलब देशको सबैको नाम अब राख्छु भनेर गएको मान्छे, अब त्यहाँ गएर अब काम गर्नु परेपछि चाहिँ के काम गर्नुभयो यहाँले? मैले चाहिँ अब यहाँदेखि जाँदाखेरि चाहिँ अब वाचम्यानहरू गरेँ, हाउसकिपिङ, चस्माको दोकानमा डेलिभरी बोय, यो सब चिज गरेँ मैले 2.5 सालसम्म चाहिँ। अनि अब चित्तै बुझिरहेको थिएन कि मलाई त्यो मनै छैन, त्यही पनि म गरिरहेको छु त्यो काम चाहिँ। अनि साथी थियो कि आफै जानुभयो, कसरी प्लान बनाएर? म चाहिँ यहाँदेखि चाहिँ अब मामा हुनुहुन्छ राजकुमार ओली, मेरो मामा हुनुहुन्छ, अनि उहाँले फोन गर्नुभएको थियो, मामा म आउँदैछु। अनि उहाँले मैले भनेको थिएँ, अनि उहाँले पनि फोन गरेर भन्नुभयो कि ल आऊ भान्जा। अनि भनेपछि म गएँ। दिन जस्तो आजको 3 बजे जस्तो पुगेको छु भनेपछि अनि म अर्को दिनदेखि चाहिँ म त्यहाँ काममा सुरु भएँ। त्यसरी नै स्टार्ट भयो। अनि त्यहाँ चाहिँ डान्सलाई कसरी समय दिनुहुन्थ्यो? अब डान्सलाई चाहिँ अब समय दिनै पाउँथेन खासमा चाहिँ। पहिला चाहिँ यो कामले गर्दाखेरि चाहिँ शरीर पुरा थाकेको हुन्थ्यो, डान्सै गर्नु मन लाग्थेन। अनि अब क्लासमा जाम भने पनि अब धेरै पैसा पे गर्नु पर्थ्यो सिक्नलाई। अनि त्यसपछि त्यस्तो गर्दा गर्दै 2.5 सालसम्म काम गरिसकेपछि चाहिँ अनि त्यसपछि चाहिँ मैले चाहिँ अनि अब के हुँदैन भनेर अनि त्यसपछि म सडकमा निक्लेको, मतलब सडकमा छिरेको डान्स गर्नलाई चाहिँ। हजुर, अनि किन त्यस्तो डान्स गर्न मन लाग्ने, त्यस्तो के कुराले चाहिँ डान्स गर्न इन्स्पायर हुनुभयो तपाईँ? म चाहिँ यो एकदम मेरो प्यासन मतलब भनौँ न, यो डान्समा नै मतलब केही गर्छु भनेर। अब कोही मान्छेहरू मतलब म त यस्तो प्रोग्राममा नाचिरहेको छ भने नाच्न मन लाग्ने सबै कुराहरू। स्कुलमा पनि नाच्नुहुन्थ्यो कि? मतलब स्कुलमा पनि नाच्थेँ, मतलब पहिला त सिकेको थिएन, त्योभन्दा पनि नाच्न त। अब त्यतिखेर चाहिँ थाहा थिएन डान्सको बारेमा के हो भनेर, अब नाच्न चाहिँ नाच्थेँ। तर अब बिस्तारै बुझ्दै गयो, अनि त्यसपछि सबै कुराहरू प्र्याक्टिस गर्दै गएँ। अहिले चाहिँ अब भनौँ न डान्सको बारेमा चाहिँ एकदम अब थाहा छ। हजुर, अनि डान्स क्लास जुन जोइन गर्नुभयो नि, आफूले बुझेर जोइन गर्नुभयो कि साथीको लहेमा? त्यो चाहिँ साथीको लहेमा जोइन गरेको थिएँ, मतलब मैसँग पढ्ने साथीले चाहिँ डान्स क्लास जोइन गरेको थियो। अनि त्यसपछि अब उसले आएर चाहिँ स्कुलमा देखाउने डान्स, अनि म पनि सिक्छु भनेर मैले पनि अनि जोइन गरेँ। त्यसपछि चाहिँ त्यतिखेर जोइन गर्दाखेरि पनि बुवाले मतलब जोइन गरिदिनु भएको हो, मम्मीलाई थाहा नदिएर। अनि त्यसपछि 1 महिना जस्तो भएको थियो। अनि त्यसपछि थाहा भएको मम्मीले यो डान्स गर्न चाहन्छ, नत्र म फुटबल खेल्न जान्छु भनेर डान्स क्लास गइरहन्थेँ सधैँ झुट बोलेर। अनि पछि थाहा पाउनुभएको मम्मीले चाहिँ। अनि मम्मीले थाहा पाउँदाखेरि चाहिँ कस्तो रियाक्सन थियो उहाँको चाहिँ? अब मतलब यस्तो हुन्छ, अब हिँड्दाखेरि पनि नाचिरहेको छु, अब गाउँ समाजको मान्छेले त्यही हो, मतलब अब डान्सरले चाहिँ अब म्याक्सिमम् लुज कपडाहरू लगाउँछ। अनि अब त्यही हो, ट्यापे गजडी अब त्यस्तो नजरले हेर्छ हेर्न चाहिँ। अनि तर त्यस्तो नजरले हेरे पनि म कस्तो मलाई थाहा छ। अनि बिस्तारै मम्मीलाई बुझाउँदै गएँ। अनि त्यसपछि
यहाँले चाहिँ अब एउटा ड्रिम बोकेर रियालिटी सोमा जान्छु भनेर चाहिँ इन्डिया जानुभयो होइन नेपालमा पनि कुनैमा ट्राई गर्नुभएको थियो रियालिटी सोहरूमा नेपालमा चाहिँ त्यही हो मतलब एउटा धनगढ डान्स च्याम्पियनसिप भन्ने त्यो धनगढीमै थियो त्यसमा चाहिँ मैले ट्राई गरेको सिजन 2मा पनि ट्राई गरेको अनि सिजन 3मा पनि ट्राई गरेको देन सिजन 2मा चाहिँ म आउट भइहालेँ भोटिङ सिस्टममा अनि सिजन 3मा पनि टप टेबलमा पुगेको थिएँ देन त्यसपछि मैले आफै छोडेको त्यो चाहिँ मैले गरेन मतलब त्यो टाइममा चाहिँ अब बुवा र म चाहिँ जानुपर्ने थियो इन्डिया म चाहिँ खालि अब आफूलाई स्टेजमा चाहिँ आफ्नो लेभल ग्रो गर्नलाई मात्रै गएको थिएँ म त्यो जित्नलाई होइन म त्यहाँ सिक्नलाई मात्रै गएको थिएँ कम्पिटिसनमा त्यो जित्ने भनेर चाहिँ म गएको होइन मैले जित्यो भनेपछि अनि मतलब भनौँ न जित्यो भनेपछि चाहिँ कस्तो भन्दा पनि एकदम एटिट्युड आउँछ यताउता अनि म खतरा जस्तो लाग्छ त्यो चिज मतलब त्यस्तो घमण्ड हुन्छ मलाई त्यस्तो घमण्ड नहोस् मतलब अरूले जिते पनि ताकि म त्यो कम्पिटिसनमा गइरहेको छु त्यो कम्पिटिसनबाट मलाई केही सिक्न मिलोस् मतलब अझै मतलब ग्रो गर्न पाऊँ आफूलाई भनेर चाहिँ मतलब म सिक्नको लागि गएको जित्नको लागि चाहिँ होइन अर्को चाहिँ फेरि मेरो डान्स युनिभर्समा पनि ट्राई गरेको मैले इन्डियादेखि मुम्बईदेखि अनि त्यो टाइममा पनि म सिलेक्ट भएको अनि तर म यता चाहिँ आएन अनि मैले यो पनि छोडिदिएँ हजुर यहाँले चाहिँ कुन स्टाइलको डान्स गर्नुहुन्छ त अहिले चाहिँ म यसरी गर्नुपर्दा चाहिँ मैले 6-7वटा स्टाइल गर्छु हाउस लकिङ पपिङ क्रम बिबोइङ मतलब यो सब चिजहरू गर्छु गर्न चाहिँ कन्टेम्पोरेरी तर अहिले चाहिँ गर्दाखेरि मैले स्ट्रिटमा गर्दाखेरि चाहिँ एक्सपेरिमेन्ट फ्री स्टाइल गर्छु म चाहिँ फ्री स्टाइल हो अनि त्यो फ्री स्टाइलको लागि पनि सर्टेन गीतमा चाहिँ प्र्याक्टिस गर्नुहुन्छ कि घरमै अनि त्यहाँ स्ट्रिटमा गएर देखाउनुहुन्छ कि यत्तिकै फ्री स्टाइल जस्तो टोन बजे त्यसरी नै ढाल्नुहुन्छ कि ओके म चाहिँ यो घरमा चाहिँ प्र्याक्टिस गर्दैन यो चिज चाहिँ मतलब गाना चाहिँ सुनिरहेको छु अनि मेरो चाहिँ प्र्याक्टिस भनेको चाहिँ हर टाइम भनेको चाहिँ मैले स्ट्रिटमा 2-3 घन्टा मैले डान्स गर्दैछु मेरो प्र्याक्टिस भनेको त्यही हो त्यतिखेर गर्दाखेरि चाहिँ मैले आफूले 100% दिएर गरिरहेको हुन्छु अब मान्छेले मलाई के सोध्छ के भन्छ मलाई त्योप्रति कुनै पनि मतलब छैन जे सोचे पनि अनि मैले चाहिँ आफ्नो बेस्ट दिने हो अनि एक न एक दिन मतलब राम्रो हुन्छ भनेर चाहिँ मतलब प्र्याक्टिसै गर्दैन रेन्डमली मतलब स्ट्रिटमा त्यसरी नै प्र्याक्टिस गर्न चाहिँ प्र्याक्टिस गर्दैन हजुर अनि यहाँले चाहिँ अब त्यो कम्पिटिसनमा चाहिँ केही सिक्नको लागि चाहिँ मैले छोडेँ एटिट्युड आउँछ भनेर अनि सिक्नको लागि मात्रै गएँ भन्नुभयो नि त सो यहाँले चाहिँ अब त्यो जर्नीबाट चाहिँ त्यो कम्पिटिसनको त्यो जर्नीबाट चाहिँ के सिक्नुभयो त जुन कुरा चाहिँ अहिले पनि लागू गरिराख्नु भएको छ त्यस्तो कुरा त्यहाँबाट चाहिँ एकदम धेरै कुराहरू सिकेँ किनकि म मात्रै होइन मभन्दा पनि खतरनाक मतलब प्रतिस्पर्धीहरू आउनुभएको थियो मैले उहाँको देखेर सिकिरहेको छु अनि उहाँले मेरो देखेर सिकिरहनु छ त्यो चिजले चाहिँ मलाई एकदम ग्रो गरिरहेछ मतलब अहिले पनि किनकि मभन्दा खतरा डान्सरको मैले उहाँहरूको स्टाइल हेरेर पनि त्यो स्टाइल पनि अलिअलि मेरोमा पनि तर म उहाँको सेम स्टाइल चाहिँ गर्दैन गर्न चाहिँ तर कि त्यो स्टाइल पनि अलिकति गरेर म आफ्नै स्टाइलमा चाहिँ मतलब सो गर्ने मतलब देखाउने त्यसैले मतलब यो चिज चाहिँ फाइदा भयो अनि मलाई चाहिँ स्टेजमा गर्दाखेरि चाहिँ स्टेजको बारेमा सबै कुराहरू थाहा भयो कसरी स्टेज कभर गर्ने अनि सबै कुराहरू एकदम प्रोफेसनली चाहिँ यहाँले त्यो आइडियाहरू लिनुभयो अनि इन्डिया गइसकेपछि चाहिँ अब यहाँहरूको ड्याडीलाई पनि लिएर जानुभयो भन्नुभयो होइन हजुर त्यहाँ चाहिँ यहाँको समय कसरी बित्यो त त्यो टाइममा चाहिँ अब बुवालाई पनि लगेर गएको अब म योभन्दा अगाडि दसैँ पछि हो अनि बुवालाई लगेर गएँ अनि बुवालाई लगेर गइसकेपछि अनि बुवालाई चाहिँ अब त्यही हो मेरो सपोर्टको लागि भनेर लगेर गएको थियो मेन चिज अब क्यामेराको लागि यताउता अनि त्यसपछि अनि बुवालाई पनि अब खाली हुनुभन्दा काममा भनेर काममा लगाएको पानीको डेलिभरीमा अब त्यही 12 घन्टा ड्युटी अनि 13,000 पैसा तपाईँले खोजिदिनु भएको जब त्यो जब चाहिँ मामाले खोजिदिनु भएको मेरो मामाले अनि त्यसपछि त्यो काम पनि अब बुवाले अलि हार्ड हुन लाग्यो मतलब बिहानको 9 बजे जानुहुन्छ रातिको 10-11 बजीतिर आउनुहुन्छ मतलब कहिले ढिला पनि हुन्छ कहिले छिटो पनि हुन्छ त्यो गाडीमा डेलिभरी गर्ने हो अनि त्यो गर्दाखेरि बुवालाई पनि एकदम गाह्रो हुन लाग्यो अनि त्यसपछि चाहिँ मैले अनि म डान्स सँगसँगै ट्याडीम्यान मतलब ट्याडी बियर भन्ने ड्रेस हुन्छ त्यो ड्रेस पनि गर्दै गर्न चाहिँ अनि त्यो ड्रेस चाहिँ मैले बुवालाई युज गर्न पठाएँ अनि मतलब जू बिचतिर मतलब एकदम पब्लिकहरू भएको ठाउँमा चाहिँ अनि त्यतिखेर चाहिँ बुवालाई त्यो गर्न पठाइसकेपछि काम भन्दा पनि त्यो चिज एकदम हल्लुको थियो 2 घन्टा गर्नुभयो भने पनि कामको भन्दा अलिकति इन्कम भइरहेको थियो सबै कुराहरू एकदम सुख भइरहेको थियो अनि त्यसपछि अनि मैले बुवालाई साथसाथै मसँग क्यामेराम्यानको लागि पनि हरेक ठाउँमा जता डान्स गर्नको त्यतै लगेर जान्थ्यो बुवाले अनि मेरो भिडियोहरू यताउता बनाइदिने अनि मेरो हेल्पिङवाला पनि भिडियो बनाइदिने सबै गरिदिने मेरो बुवा नै हुनुहुन्छ त्यो टाइममा चाहिँ एकदम खुसी लाग्छ यसरी सपोर्ट गरिदिँदाखेरि बुवाले नै हजुर यहाँले चाहिँ अब डान्सबाट हेल्प गर्दै हुनुहुन्छ नि त जुन अशक्त अपाङ्गहरूलाई सो अहिलेसम्म चाहिँ कतिजनालाई हेल्प गर्नुभयो अनि कसरी चाहिँ कति % छुट्याएर चाहिँ उहाँलाई हेल्प गर्ने गर्नुहुन्छ अहिलेसम्म चाहिँ मेरो भिडियो चाहिँ 109वटा भिडियो भइसक्यो हेल्पिङ गरेको अब इन्डियाको मात्रै 42वटा भिडियो छ हेल्प गरेको
अब यो टाइममा मतलब मैले चाहिँ कसरी हेल्प गर्छु, मैले धेरै ठुलो हेल्प गर्न नसके पनि मतलब मैले चाहिँ हेल्प कसरी गरिरहेको छु भन्दाखेरि मैले जस्तो कि आज मैले बिहान डान्स गरेँ 2 घन्टा अब मैले कति कमाउँछु 700-800 1000 1200 1500 कति कमाउँछु। त्यो पैसाबाट चाहिँ मैले ट्राभलको लागि छुट्याउँछु। मेरो घर अब त्यत्रो फ्यामिली ब्याकग्राउन्ड खतरनाक छैन, त्यसैले चाहिँ आफैले गर्नु परिरहेको छ सबै कुराहरू। अनि आफ्नो ट्राभलको लागि नास्ताको लागि अब भाइ र मलाई चाहिँ मेकअप गर्नु पऱ्यो त्यो चिज, अनि रुमको भाडा होटलको, अनि त्यसपछि चाहिँ बचेको पैसाले चाहिँ मैले हेल्प गरिदिन्छु, मतलब हेल्प गर्छु। मैले यसरी गर्दाखेरि चाहिँ 109वटा भिडियो बनाइसकेँ, 109 जनालाई मतलब हेल्प गरिसकेँ। अब यसरी क्यामेरामा नदेखा त अब त्यो हेल्प त्यो अलगै छ, तर मतलब अलिकति आफूले डान्स गरेर सक्ने हेल्प चाहिँ गरिरहेको छु। अबको पछि चाहिँ गएर पछिका दिनमा चाहिँ अब योबाट मैले गर्दा एकदम राम्रो गर्न सकेँ भने पछि अब एकदम ठुल्ठुलो हेल्प गर्छु। सो अहिले चाहिँ सानो हेल्प भन्नाले चाहिँ कस्तो हेल्प के दिइराख्नु भएको छ? खाना खुवाउनुहुन्छ कि? हजुर, खानाहरू खुवाउने, कपडाहरू किनेर दिने, फलफुलहरू किनेर दिने, रासनको सामानहरू, अनि त्यसपछि कपडाहरू, अनि पैसा पनि दिन्छु, मतलब यो चिजहरू। अनि त्यो कामहरू गर्न पाउँदाखेरि चाहिँ यहाँलाई कस्तो लाग्छ? मलाई चाहिँ एकदम खुसी लाग्छ यो काम गर्न पाउँदाखेरि चाहिँ, म एकदम खुसी लाग्छ, एकदम खुसी। किनकि मलाई अरू काममा कसैले गर भने पनि मलाई त्यो चिजमा चाहिँ मन छैन भनेपछि चाहिँ गर्नै मन छैन। मलाई जो चिजमा मन छ 100% दिएर गर्न आफ्नै मनदेखि यो काममा चाहिँ एकदम खुसी लाग्छ मलाई चाहिँ गर्दा। अनि फ्यामिलीको सपोर्ट चाहिँ कस्तो छ यो कुरामा? ड्याडीले त भन्नुभयो नि, ड्याडी त एकदमै सपोर्टिभ हुनुहुँदो रहेछ। अनि जस्तै मम्मीको कुरा गर्नुभयो यहाँले अघि न होइन अफ स्क्रिनमा, सो मम्मीले चाहिँ कस्तो भन्नुहुन्छ, के भन्नुहुन्छ? त्यही हो, मम्मीलाई चाहिँ अब गाउँको मानिसहरूले चाहिँ अब गाउँको मानिसहरूले के भन्छ भन्दाखेरि तेरो छोरा त फलाना मतलब रोडमा नाचिरहेको छ, बेग मागिरहेको छ, के गरेको यताउता अब त्यस्तो सुनाउने। अब त्यो भन्दाखेरि चाहिँ मम्मीलाई अरूले सुनाएको चाहिँ अलिकति सुन्दाखेरि चाहिँ नराम्रो लाग्छ होइन। मेरो छोराले बरु राम्रो गरेर अलि राम्रो ठाउँमा गएको पछि खुसी लाग्छ मम्मीले। अब दुनियाँले रोडमा नाचिरहेछ, टोपी थापेर भिख मागिरहेछ, यो त भिख होइन नि, मतलब आफ्नो कला देखाएर चाहिँ त्यहाँबाट मतलब मान्छेलाई इन्सपायर पनि गरिरहेको छ, अनि त्यही पैसाबाट अरूलाई हेल्प पनि गरिरहेको छ भनेपछि त्यो भिख होइन, त्यो मतलब आफ्नो कला देखाएर पैसा डोनेट गरेर त्यो हेल्प गरिरहेको। अनि मान्छेले त्यस्तो भन्दाखेरि चाहिँ अब मम्मीलाई पनि नराम्रो लाग्छ। मम्मीले चाहिँ अनि मलाई भन्नुहुन्छ यस्तो नगर बाबु, अब यो तरिकाले हुँदैन, विदेशतिर जा, विदेशतिर ट्राई गर, राम्रो ल्याङ्ग्वेजहरू पढेर त भन्नुहुन्छ। अब मलाई किनकि त्यो चिजमा चाहिँ मनै छैन, मलाई यो चिजमा मन छ। अनि मम्मीलाई चाहिँ म यो भन्छु कि मैले यो भनेर हुन्छु हरेक टाइममा, मतलब गाउँ समाजको मान्छेले जे भने भन्न दिनु मम्मी, मैले गरिरहेको छु, म के गरिरहेको छु मलाई थाहा छ, त्यो मेरो बारेमा दुनियाँले त्यो सोचेर काम छैन, मलाई थाहा छ मैले राम्रो गरिरहेको छु कि नराम्रो, म आफैलाई छुट्याउन सक्छु, एक दिन राम्रो गर्छु मम्मी, त्यो तपाईँले त्यो दुनियाँले भनेको सुन्नुहोस् तर एक कानबाट उडाइदिनुहोस् भन्छु भने चाहिँ म चाहिँ। अनि यो ठ्याक्कै अब स्ट्रिट डान्सरको आइडिया चाहिँ कसरी फुर्यो यहाँलाई? यो स्ट्रिट डान्सर आइडिया चाहिँ अब यो नेपालभन्दा आउट अफ कन्ट्रीमा चाहिँ धेरै हुन्छ यो चाहिँ, यो कल्चरहरू चाहिँ बास्किङ। अब यो सिङ्गर भयो, अनि यो डान्सर भयो, मतलब यस्तै अरू पनि हुनुहुन्छ, मतलब आउट अफ कन्ट्रीतिर चाहिँ धेरै छ। अब नेपालतिर चाहिँ यो बहुत कम छ। नेपालतिर अहिले मैले गर्न लागेको 4 साल भयो, योभन्दा अगाडि पनि सिङ्गरहरू हुनुहुन्थ्यो नेपालमा, मतलब बास्किङ गर्नुहुन्थ्यो, अनि डान्सरहरू पनि हुनुहुन्थ्यो। तर कस्तो भन्दाखेरि अब कन्टिन्यू मैले गर्न लागेको चाहिँ 4 साल भयो प्रोपर। अनि त्यसैले यो चाहिँ आइडिया चाहिँ मैले अब भनौँ न आउट अफ कन्ट्रीको नै देखेर हो, अनि उनीहरूले चाहिँ रोडमा गरेको देखेँ, अनि त्यसपछि ओके म पनि यो गरौँ न त भनेर अनि मैले पनि सुरु गरेको। गर्दै अब फर्स्टमा चाहिँ अब कस्तो भन्दाखेरि अब फर्स्टको चाहिँ अब एक्सपिरियन्स मतलब एकदम खतरनाकै छ भनौँ न। अब फर्स्टचोटि चाहिँ गर्दाखेरि मलाई कस्तो भएको भन्दाखेरि चाहिँ अब स्पिकर त्यो काम गरेको पैसाले किनेँ, अनि टोपीहरू यताउता सबै चिजहरू। अनि मलाई त्यसो बन्दा अलिक डर लागेको चाहिँ त्यो टोपी अगाडि राख्न। अब म चाहिँ इन्डियामा गार्डनमा ट्राई गरेको, गार्डनमा चाहिँ एकदम खतरनाक डान्सरहरू आएर प्र्याक्टिस गर्दै हुनुहुन्छ त्यहाँ, उनीहरू गइसकेपछि मैले त्यहाँ टोपी थापेर अनि म नाच्थेँ क्या, मान्छेहरू पनि मान्छे भएको ठाउँमा। अनि त्यसपछि चाहिँ मलाई त्यो टोपी थाप्न चाहिँ एकदम डर लागिरहेको थियो, कसरी थाप्ने ला, मान्छेले के भन्ने हो। अब डान्स पनि अब त्यत्रो अब म ग्याप छु 2-2.5 साल, अब कस्तो देखाउने डान्स पनि त्यस्तो टाइपको। अनि टोपी राख्न चाहिँ मलाई आधी घन्टा लाग्यो, अनि राखेँ फेरि, अनि राखिसकेपछि अब डान्स कसरी गर्ने अब त्यहाँतिर हो। अनि त्यसपछि गाना बजाएँ, आँखा चिम गरेर यसरी गर्दा एक दिन त्यसरी गरेँ, अर्को दिन त्यसरी गर्दा आदत लागिसक्यो। अनि फर्स्टमा चाहिँ अनि आजभोलि चाहिँ अब एकदम आदत भनौँ न, 4 साल कन्टिन्यू आजभोलि चाहिँ कसै पनि मतलबै लाग्दैन, जहाँनिर पनि गरिदिन्छु। अनि अब विदेशतिर त अब त्यो छँदैछ होइन, गर्नुहुन्छ, कल्चर छ एउटा, तर नेपालमा चाहिँ मान्छेहरूले चाहिँ कसरी लिन्छ यो कुरालाई चाहिँ, अनि कस्तो सोच भएको मान्छेहरूसँग चाहिँ यहाँको भेट भयो, कसरी लिएको पाउनु भएको छ? अब यो चाहिँ मैले स्टार्ट चाहिँ इन्डियादेखि गरेको होइन। अब इन्डियामा चाहिँ पहिला इन्डियाको कुरा भन्नुपर्दाखेरि चाहिँ अब रोडमा गर्दाखेरि मतलब उहाँको मान्छेहरूले भन्छ कि अब हिन्दीमा नै हो भन्ने, क्या ऐसे रोड पे नाच रहा है, क्या भिख माग रहा है, चल तेरे को मैं काम पे लगा देता हूँ, मतलब काम कर उधर जाके
तेरे को होटल पे लगा देता हूँ, इधर आके क्या भिख मागेर आयो, यस्तो यस्तो कुराहरू भन्थ्यो। अब त्यो भन्दाखेरि चाहिँ अलिक दुख्छ मन। अनि त्यसपछि फेरि आफूलाई कन्ट्रोल गरेर फेरि यिनीहरूले भनेको के हुँदैन, अझै सुधार गर्नुपर्छ भनेर चाहिँ मैले त्यसरी चाहिँ गर्थेँ। तर मान्छेहरू कस्तो हुन्छ भन्दाखेरि चाहिँ 100%मा त्यही हो 5% जस्तो मान्छेहरू चाहिँ मतलब नराम्रो भन्नै आउँछ। क्या गरेर तेर्सो त अच्छा मैं डान्स गरिदिउँगा यताउता त्यस्तो भन्ने। अनि इन्डियामा पनि पुलिसहरूले अब गर्न नदिने, समातेर लगिदिने है। अब त्यतातिर पनि मलाई 35-36 चोटि भइसक्यो इन्डियामा चाहिँ त्यो पुलिसहरूले लगेको। अनि जेलमा पनि बसेछु 4-5 चोटि जेलमा बसेछु। मतलब पैसा दियो भने चाहिँ छोडिदिन्छ, मतलब तेरेको मतलब फाइन भर्ना पड़ेगा, तो ऐसे क्यों भिख मागेर इधर आके नेपाल से आके ऐसा क्यों कर रहा है इधर उधर भन्ने। अनि पैसा दियो भने चाहिँ छोडिदिने। मैले एक दिन अब त्यत्रो डान्स गर्थेँ 2-3 हजार हुँदैन, 2,000 जस्तो हुँदैन। अनि नदिएपछि रातभर राखिदिने क्या। अनि टोयलेट एक दिन चाहिँ मतलब टोयलेटमै राखिदिएछ रातभरि, त्यही हाम्रो सान्ताक्रुज स्टेसनमा, सान्ताक्रुज त्यो पुलिस स्टेसनमा चाहिँ। अनि अब त्यस्तो त्यस्तो भनौँ न। अनि त्यस्तै चाहिँ अब पुलिसहरूले लगेर जाने 2 घन्टामा छोडिदिने, त्यस्तो त अब भनौँ न 35-36 चोटि भयो त्यस्तो चाहिँ। त्यो चिजहरू अब त्यो चिजहरू चाहिँ एकदम फेस गर्नु पऱ्यो त्यो चिजहरू। अनि त्यसपछि चाहिँ कन्टिन्यू मैले हार चाहिँ मानेन, कन्टिन्यू गरेर राखेँ मलाई। तर जू बिचमा चाहिँ यस्तो भएको थियो, एउटा जू बिच भन्ने एउटा इन्डियाको त्यो खतरनाक फेमस प्लेस हो। त्यहाँ चाहिँ पुलिसको पनि त्यहाँ नजिकै छ, तर त्यहाँ चाहिँ अब स्ट्याचुहरू बनेको हुन्छ। अब सबले आफ्नो त्यहाँ कलाहरू देखेर आउँछ। अनि मैले चाहिँ त्यहाँ डान्स गर्दाखेरि मलाई चाहिँ त्यहाँ पनि धेरैचोटि लग्यो पुलिसहरूले, लगेर जाने। अनि त्यहाँ अनि गाली दिने, अनि फेरि छोडिदिने 1-2 घन्टापछि। अनि एक दिन त्यहाँ पनि जेलमा लगिदिने। तर त्यहाँ चाहिँ मैले हार मानेन, किनकि पब्लिक त्यहाँ जाँदा चाहिँ मैले चाहिँ यहाँ गर्नैपर्छ बिस्तारै। अनि त्यहाँबाट गर्दा गर्दा पुलिसलाई पनि यस्तो भइसक्यो, यो त रोज आता है, चलो छोड देते, 1-2 घन्टा आता है, करता है, निकलता है, ठीक है, तो फिर करता है तो करता है, मतलब यस्तो भने छोडिदिन्थ्यो चाहिँ। अनि त्यसरी गर्दाखेरि चाहिँ मैले त्यहाँ चाहिँ गरेँ 1-1.5 साल। अनि त्यो प्लेसमा चाहिँ, अनि त्यही प्लेसमा चाहिँ अब अरू डान्सरहरू आउँदाखेरि चाहिँ अनि मलाई चाहिँ गाह्रो हुन्थ्यो कि मतलब तू और को भी बुला के लेके आ रहा है, तेरे को करना है तो अकेला कर, इधर बहुत लोग लेके मत आ, यता त्यस्तो भन्थ्यो। त्यो चिजहरू एकदम फेस गर्नु पर्यो। अनि अब नेपालमा पनि सेम त्यस्तै भइरहेको छ, यता पनि त्यस्तै छ। यता चाहिँ कस्तो कुन ठाउँमा चाहिँ कस्तो एक्सपिरियन्स छ भयो यहाँको? मैले चाहिँ नेपालमा चाहिँ अब अभियान भनौँ न, मैले अब इन्डियामा पनि 2-2.5 साल जस्तो डान्स त्यहाँ गरेँ। त्यसपछि मैले अहिले नेपालमा आएको 15-16 महिना भइसक्यो, हेल्पिङ गर्न लागेको पनि। मैले चाहिँ महाकाली टु मेची अभियान मतलब एक्लै म र मेरो भाइले गरिरहेको छ। अनि त्यतिखेर चाहिँ मैले महेन्द्रनगर, अनि धनगढी, कोलपुर, नेपालगञ्ज, बुटोल, पोखरा हुँदै अहिले म काठमाडौँ आएको छु। अरू ठाउँमा चाहिँ यस्तो केही पनि भएन भनौँ न। मतलब म 1-1 महिना बसेर आइरहेको छु, त्यो ठाउँमा गरिरहेको छु, कसैले पनि केही पनि भन्नु भएन। मतलब अब मान्छेले चाहिँ अब कसैले त कोही आउँछ अलिक भन्छ होइन, त्यो अलग छ। तर अब यहाँ चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ नगर परिवारले गर्न दिनु हुँदैन। मतलब यो चिज चाहिँ अब म त्यहाँ गएर डान्स गरिरहेको छु, बिचमा आएर दुःख दिने काम, यो बन्द गरेर यहाँ के भिख मागेको छ, यहाँबाट जा उता, मतलब अर्को ठाउँमा जहाँ डान्स गर्न दिन्छ त्यहीँ गएर गर भन्ने। अनि यस्तो धक्का दिने होइन यताउता। अनि मैले भनिरहेको छु सर मतलब यस्तो यस्तो हो, म धेरै गर्दैन, 1-2 घन्टा मात्रै हो, गर्न दिनु न सर भन्दाखेरि पनि नै हुँदैन, यो अरू जहाँ गर्न दिन्छ वहीँ गएर गर यताउता भन्ने। अनि त्यस्तो दुःख दिने काम चाहिँ अब सुन्दारामा चाहिँ अब त्यही हो 19-20 चोटि भइसक्यो मलाई होइन। म त्यहाँ सधैँ कहिले पनि जाँदैन, हप्तामा 1 चोटि 2 चोटि मात्रै जान्छु गएपछि। अनि त्यहाँ पनि त्यस्तो गर्नुहुन्छ। अनि यो हाम्रो यो ललितपुर साइडतिर पनि त्यतातिर पनि एकदम, अनि हाम्रो यो बानेश्वर साइडतिर पनि। अनि भिडियो चाहिँ अब कस्तो भन्दा पनि भिडियो चाहिँ अब 6 क्लिपहरू चाहिँ मेरो भाइले बनाएको हुन्छ, तर हाल्न मन लाग्दैन, किनकि भोलिको दिनमा मैले डान्स गर्नु पनि त्यही हो। अब त्यो हाल्न मन लाग्दैन सोसियल मिडियामा। अब अति गऱ्यो भने चाहिँ मैले पोस्ट गरेको छु। अब दुःख लाग्छ, मतलब अब उहाँभन्दा सानो हो म चाहिँ होइन। अब सानो मान्छेले चाहिँ अब यस्तो केही गर्न खोजिरहेछ, म जस्तै युवाहरूलाई मतलब केही मोटिभेसन मतलब केही अलग तरिकाको केही दिन खोजिरहेछ देश र समाजलाई भन्दाखेरि अब उहाँहरूले मतलब बुझिदिनु हुँदैन। अनि नबुझ्नेलाई मैले बुझाएर पनि काम छैन धेरै। अनि उहाँहरूले बन्द गर, यहाँबाट निक्ले यताउता त्यस्तै मात्रै भन्नुहुन्छ, दुःख दिने काम। नेपालमा चाहिँ डान्सरहरूको करियर कस्तो देख्नुहुन्छ? अनि स्ट्रिट डान्सरहरू अरू पनि बन्न चाहनुहुन्छ भने उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ यहाँले? त्यही हो अब नेपालमा डान्सको करियर भन्नुपर्दाखेरि अब करियरहरू त अब छ, तर अब रियालिटी सोमा गयो भने पनि अब म रियल भनिदिन्छु। मतलब कस्तो भने रियालिटी सोमा चाहिँ अब त्यही हो मनी पावर, जोसँग लिङ्क छ, जोसँग पैसा छ उसले मात्रै जित्छ नेपालको रियालिटी सोहरू। यो चाहिँ 100% हो, यो बाहिर नदेखाए पनि होइन, यो चाहिँ यस्तै हुन्छ। किनकि खतरनाक डान्सरहरू छ नेपालमा, नहुने होइन, खतरनाक छ, तर त्यसलाई चाहिँ सही तरिकाले सदुपयोग छैन नेपालमा चाहिँ, त्यो। अनि त्यही भएर पनि मलाई आजभोलि चाहिँ अब रियालिटी सोमा जानै मन छैन। मेन चिज चाहिँ मैले जो यो गर्दैछु यसलाई चाहिँ कन्टिन्यू दिन्छु। अनि त्यही भएर चाहिँ मतलब डान्सको मतलब सही सदुपयोग छैन। जसले पैसा धेरै दियो उही विनर हो नेपालमा चाहिँ। भोटिङ सिस्टम भनेर आउँछ, भोटिङको त्यही पैसाको भोटिङ हो, अरू केही भोटिङ होइन। अनि अब अरू पनि डान्सरहरू अब यति सडकमा आउन चाहनुहुन्छ भने गर्नुहोस्, आफूलाई एक्सप्लोर गर्नुहोस्, बुझ्नुहोस्, जान्नुहोस् सबै कुराहरू। अब बिस्तारै बिस्तारै सिकिने हो। अब यसलाई नराम्रो वेले होइन, राम्रो वेले लैजानुहोस्, त्यही हो।
अनि यहाँलाई चाहिँ कहिले लाग्यो हुन्छ नि मेन्टली होस् छोडिदिन्छु अब मलाई अब पुग्यो भन्ने त्यस्तो मुमेन्टहरू आयो कि आएन लाइफमा? त्यो मुभमेन्टहरू चाहिँ मलाई कतिखेर आउँछ भन्दाखेरि यो नगर परिवारले नगर भन्दाखेरि चाहिँ अब नगर परिवारले बुझ्नु हुँदैन। अति गर्दाखेरि चाहिँ एकदम मन दुख्छ, त्यतिखेर एक्लोपन जस्तो फिल हुन्छ कि। अब मान्छेहरू पनि टन्नै हुनुहुन्छ कति बेला, मान्छेहरू पनि अब एक टाइममा चाहिँ मलाई यो ललितपुरमा चाहिँ बोल्नु भएको, सबै मान्छे आएर सपोर्ट गर्नुभएको त्यतिखेर। मतलब अब मेरो भिडियो पनि छ, यस्तो डान्सर त जहाँ भित्तामा गएर देखाइदिनु हुन्छ, जहाँ गएर पनि देखाइ हुन्छ। अब यसरी बोल्ने त यहाँकै भिख मागेको तसँग मतलब नगर यो ललितपुरमा चाहिँ यस्तो भएको छ कि मसँग यो ब्यानर छ, यो डान्सको डोनेसनको नाममा तैँले यहाँ उ गर्दैछस्, यो के फैलाउँदैछस्, यो नराम्रो समाचारहरू यताउता, त्यो डोनेसनको नाममा आफैले खाइरहेको छ, यस्तो नगर भनेर नगर परिवारले भन्ने, अनि त्यहाँ गर्न नदिने, अनि त्यहाँको अलिअलि माडे टाइपको हुँदैन, त्यहाँ मैले चाहिँ यो गर्दाखेरि चाहिँ पाटन दरबार स्क्वायरको त्यतै गर्थेँ, त्यताको मान्छेहरूले पनि गर्न नदिने, कम्प्लेन हानिदिने। मतलब कम्प्लेन भन्दा पनि अब त्यहाँ डान्स गर्दाखेरि पैसालाई देखेर कि उनीहरूले चाहिँ त्यो चिजले चाहिँ मतलब रिस भइरहेको थियो। अनि त्यो चिजले रिस भइसकेपछि अनि यहाँ नगर यस्तो के विकृति फैलाइरहेछस्, यो डान्सको नाममा डोनेसनको नाममा यस्तो नगरेको त भन्ने। अनि त्यतिखेर चाहिँ त्यो टाइममा चाहिँ त्यहाँको सब मान्छे टर्न हुनुहुन्थ्यो, त्यतिखेर आएर चाहिँ मान्छेहरूले सपोर्ट गर्नुभएको। अनि त्यहाँ त्यो दिन अनि मैले अलिकति गरेँ, त्यसपछि म गएँ, मतलब किनकि मनै छैन त्यस्तो भनेपछि गर्न, अलिकति गरेँ अनि त्यसपछि गएँ। अनि त्यही ठाउँमा अरू दिन पनि गर्न जाँदाखेरि चाहिँ नगर परिवार 4-5 जना आएर चाहिँ अब अति नै भनौँ न एक्लोपन जस्तो, अनि त्यतिखेर सपोर्ट गर्नुभएको थियो। देन त्यसपछि मैले अरू ठाउँ जति ठाउँ पनि गरेँ, मान्छेहरू हुनुहुन्छ, अनि त्यतिखेर त्यो नगर परिवारले भन्दाखेरि चाहिँ अब एक्लोपन फिल हुन्छ, 3-4 जना आइदिन्छन्, एक्लै जस्तो हुन्छ, भाइ उता क्यामेरा गरिरहेको हुन्छ, भिडियो बनाइरहेको हुन्छ, अब भाइलाई मैले नजिक बोलाएर काम छैन, उसले त सबै कुराहरू निकाल्नु पऱ्यो, के गलत के सही। अनि यो कुराहरू पनि त्यो नगर परिवारले देख्यो भने भिडियो बनाउनु लाग्यो, गएर डिलिट गर्न पठाउँछ, मोबाइल मागेर मोबाइल लगिदिन्छ। किनकि उहाँहरू यदि आफ्नो ठाउँमा सही हुनुहुन्छ भने चाहिँ त्यो डिलिट नगरिदिउँ न भिडियो, म त यही भन्न खोजेको कि नगर परिवारलाई यदि भिडियो बनाउँदैछ भने तपाईँहरू आफ्नो ठाउँमा सही हुनुहुन्छ भने तपाईँले सही कामलाई मतलब नगर भन्दै हुनुहुन्छ भने किन डराउनु पऱ्यो त, भिडियो त्यो किन डिलिट गरिदिनु पऱ्यो त, त्यो भन्न खोजेको। अनि एक्लोपन लाग्छ त्यतिखेर चाहिँ छोडिदिउँ क्या, अब अरू ट्राई गरौँ क्या भन्ने जस्तो हुन्छ। अनि के कुराले फेरि मोटिभेट हुनु फेरि मतलब अनि म त्यस्तो त्यो टाइममा हुन्छ, अनि अलिक पछि 1-2 घन्टा भइसकेपछि अनि फेरि आफ्नै भिडियोहरू हेऱ्यो, नै गर्नुपर्छ, अब अलिअलि ग्रो हुँदैछ, मैले यत्रो गरेर फेरि छोड्यो भने न म यताको हुन्छु न उताको हुन्छु, मैले जो काम गरिरहेको छु मैले यसलाई कन्टिन्यू दियो भने चाहिँ राम्रो हुन्छ एक दिन। सो त्यसरी चाहिँ मतलब अझै डिमोटिभेट भएको हुन्छु फेरि, अनि कुराहरूले चाहिँ यहाँलाई फेरि इन्स्पायर गर्छ। अब हामी जस्तै युवाहरूले नै अब देशमा भ्रष्टाचार भयो भनेर अब जेनजेट आन्दोलन गरेको यहाँलाई थाहा छँदैछ होइन। सो अब त्यसै कारणले चाहिँ अब हाम्रो नयाँ सरकार फागुन 21 गते चाहिँ निर्वाचन हुँदैछ र क्यान्डिडेटहरू पनि यहाँलाई थाहा छँदैछ होइन। सो यहाँलाई चाहिँ के लाग्छ कि नेपाललाई चाहिँ कस्तो खालको लिडर आवश्यक छ, अनि अहिलेको क्यान्डिडेटहरूमध्ये चाहिँ को चाहिँ राम्रो लाग्छ, के कुरा चाहिँ राम्रो लाग्छ यहाँलाई? ओके, अब राम्रो लाग्छ मतलब सबैजना है। अब मलाई चाहिँ मेन कुरा चाहिँ पुरानो कोही पनि राम्रो लाग्दैन मलाई चाहिँ। म यो पार्टी सार्टी म यो कुनै पनि पार्टीको मान्छे होइन, म त मतलब एउटा स्वतन्त्र हो र यो चिजमा चाहिँ अब मलाई चाहिँ कस्तो लाग्छ भन्दा नयाँ मान्छेहरू आइराख्नु भएको छ भनेपछि चाहिँ अब उहाँहरूको हेरौँ न कामहरू, मतलब म अब यस्तो चाहिएको हो कि मतलब एकदम राम्रो चाहियो, हाम्रो देशलाई विकास गर्नु पऱ्यो, सबै कुराहरूमा चाहिँ एकदम छिटो विकास होस् यो चिजहरूको चाहियो। मतलब ताकि त्यो पहिलाको जस्तै फेरि त्यो सरकारमा जाने अनि त्यो आएको बजेटहरू पछाउने अनि फेरि अझ चुनावमा आउने घरमा जाने, यो चिज चाहिँ हुनु भएन। मतलब अब राम्रो अब हुनुहुन्छ हर्क साम्बाङ सर होइन, रवि लामछाने सर, बालिन सर, मतलब यस्तै अरू गोपी हमाल सर, मतलब यस्तै नयाँ टन्नै हुनुहुन्छ। मतलब उहाँहरू आउनुभयो भने एकदम राम्रो गर्नुभयो भने चाहिँ एकदम खुसी, हर कोही खुसी हुन्छ राम्रो गर्नुभयो भने। यहाँको युवाहरूले विदेश जानु पर्दैन, अर्काको ठाउँमा गएर खाडीमा दुःख गर्नु पर्दैन, नेपालमा पनि केही हुन्छ भनेर मतलब यहीँ नेपालमा गर्न सक्नुहुन्छ, त्यही हो। हजुर, अनि स्पेसिफिक अब डान्सको लागि चाहिँ के गर्दै हुन्थ्यो भन्ने लाग्छ यहाँलाई? डान्सको लागि चाहिँ यही हो, नेपालमा चाहिँ एकदम ठुल्ठुलो रियालिटी सोहरू राखिदिने, मतलब अनि मतलब एकदम गाउँको पिछडिएको मतलब त्यहाँको पनि सबै ठाउँको डान्सरहरू यताउता, मतलब डान्सको मात्रै होइन सिङ्गिङको हरेक मतलब गेमको के मतलब सरकारले त्यस्तो गरिदिएपछि राम्रो। मतलब सबै ठाउँमा चाहिँ एकदम त्यो आफ्नोपन नदेखाएर जो ट्यालेन्ट छ उसलाई मात्रै उ गरेर त्यस्तो गरिदिएको चाहिँ एकदम राम्रो लाग्थ्यो। अब ठुल्ठुलो अब भनौँ न आउट अफ कन्ट्रीको जस्तो मतलब विकासहरू रियालिटी सोको कस्तो जस्तो हुन्छ त्यस्तै यहाँ नेपालमा गरिदियो भने चाहिँ राम्रो। हजुर, अब यहाँको फ्युचर प्लान चाहिँ के छ त, कसरी अगाडि बढ्ने सोच्नु भएको छ? अब फ्युचर प्लान चाहिँ मेरो अब यही कामलाई चाहिँ म कन्टिन्यू दिन्छु पहिला। अब मेरो चाहिँ अब महाकाली टु मेची अभियान सकिएको छैन, म काठमाडौँमै छु अहिले चाहिँ। कति ठाउँ घुम्नुभयो अहिलेसम्म? मैले महेन्द्रनगर, धनगढी, अत्तरिया, कोलपुर, नेपालगञ्ज, बुटोल, पोखरा हुँदै यहाँ काठमाडौँ आइसकेको छु। काठमाडौँ मैले 1-2 महिना भइसक्यो, म अझै 1-2 महिना अझै गर्छु यता हरेक ठाउँमा। यसपछि बिस्तारै गर्दै पूर्वतिर, देन त्यसपछि नगरेको ठाउँतिर पनि जान्छु। मतलब एउटा कस्तो हुन्छ भन्दाखेरि चाहिँ मैले
त्यो ठाउँमा कसैले डान्स गरिरहेको छ होइन रोडमा एक्कासी गर्दा डान्स गरेर चाहिँ सधैँ आउने जाने मान्छेले त्यहाँदेखि यो त थिएन रहेछ जस्तो चाहिँ के हो यो अचम्मै पर्छ मतलब एकचोटि चाहिँ मतलब के गरेको यो अनि उनीहरूले बुझ्दैन एक टाइममा चाहिँ किनकि रोडमा नाचेर त्यस्तो सोच्छ अनि बिस्तारै त्यो बुझ्दै बुझ्दै गयो भने चाहिँ मतलब एउटा त्यो सकारात्मक सोच अनि उहाँहरूमा आउँछ त्यही हो यहाँबाट गर्दाखेरि त्यसैले चाहिँ यो भन्नुको रिजन चाहिँ नयाँ नयाँ ठाउँमा पनि गर्दै जाने उहाँहरूलाई पनि अलिकति यो बारेमा अलिकति बुझाउने त्यही हो। अब हामी अन्तिमतिर आइसकेका छौँ होइन सो अडियन्सहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त? म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ त्यही हो तपाईँहरूले चाहिँ मेरो यो भिडियोहरू सबै स्किप नगरिदिनु होला हेरिदिनु होला बुझिदिनु होला मतलब तपाईँभन्दा सानो भाइले मतलब केही गर्न खोजिरहेछ होइन हजुरहरूले एकदम सपोर्ट गरिदिनु होला भिडियोहरू हेरेर मैले अहिले यति नै सपोर्ट गर्न सकिरहेको छु डान्स गरेर एज अ म कुनै संस्थासँग पनि छैन म एक्लै हो म र मेरो भाइ अनि यो तरिकाले गरिरहेको छु हजुरहरूले एकदम भिडियोहरू हेरेर एकदम सपोर्ट गरिदिनु होला आगामी दिनमा चाहिँ अब भनौँ न यसैबाट मैले गर्दाखेरि चाहिँ भोलिको दिनमा राम्रो हुँदै गयो भने चाहिँ मैले एकदम ठुल्ठुलो मतलब सहयोग गर्छु गरिब दुःखी अशक्त अपाङ्ग उहाँहरूलाई चाहिँ एकदम मद्दत गर्छु म चाहिँ भनौँ त्यही हो। हजुर यहाँको चाहिँ के छ टिकटकमा चाहिँ मेरो टिकटक आइडी चाहिँ निर्मल खड्का 125 छ अनि त्यसमा 2टा आइडी छ तर त्यो 2टा आइडी हजुरले मेरो यदि यो आइडी हेर्नुभयो भने त्यो आइडी अलरेडी थाहा पाइहाल्नुहुन्छ अनि इन्स्टाग्राममा चाहिँ निर्मल खड्का 1 युट्युबमा निर्मल खड्का 1 अनि फेसबुकमा पनि निर्मल खड्का 1 नै छ। हुन्छ धन्यवाद यहाँको अमूल्य समयको बावजुद पनि यहाँनिर हामीलाई समय दिएर आइदिनु भयो र यहाँको फ्युचरको लागि चाहिँ बेस्ट अफ लक भन्न चाहन्छु र त्यसै गरी हामी अन्त्यतिर आइसकेका छौँ र हामी अर्को एपिसोडमा फेरि अर्का यस्तै इन्सपाइरिङ व्यक्तिलाई चाहिँ लिएर आउनेछौँ र त्यतिन्जेलसम्मको लागि चाहिँ हामीलाई बिदा दिनुहोस्। हस् त धन्यवाद।